नमस्कार साथीहरु। आज एउटा भिडियो लिएर आएको छु है। सुकी भिडियो चाहिँ के भने नि एभोकाडो है। अब एभोकाडो फार्म फल भन्छ हैन। एभोकाडो त सबैले देखेको पनि छ हैन, खाएको पनि छ है। र मैले पनि एभोकाडो रोपेको छु के साथीहरु। एभोकाडोको खेती गरेको छु र यसपालि मजाले चिचिएर लागेको छ साथीहरु। हुन त यो 2 सालदेखि फल्दै आएको हो कि यो तेस्रो चोटी हो। तर यसपालि चाहिँ अचम्म के भयो भन्दाखेरि यो बोट चाहिँ ढलेको थियो नि, त्यसरी ढलेको थियो हैन, लड्केको थियो। तर यसपालि मैले यसलाई आशा नगरेको यसपालि पो फेरि एकदम व्यापक चिचिला लागेछ के त यसको। यहाँ देख्नुहुन्छ है चिचिला, हेर्नुस् है यहाँ चाहिँ हो, यो चिचिला छ यहाँनिर चिचिला छ, यहाँनिर एउटा चिचिला छ हो, यो चिचिला छ एउटा हैन, यहाँ छ। यसपालि एकदम बाक्लो रहेछ क्या चिचिला, एकदम बाक्लो चिचिला छ है। अनि एभोकाडो अब खेती हाम्रो ठाउँसम्म राम्रै प्रकारले हुँदो रहेछ भन्ने बुझियो क्या। यहाँनिर छ एभोकाडो है, राम्रो छ एभोकाडो, राम्रो छ। यहाँ छ चिचिला, यहाँ छ हो। एकदमै योपालि बाक्लो चिचिला रहेछ, बाक्लो चिचिला। योपालिको मौसम एकदमै राम्रो रहेछ के त, मलाई त्यस्तो लाग्यो। यहाँनिर छ यो, यहाँ पुरा छ। योपालिको मौसम एकदमै अहिले जेठ हैन, जेठदेखि नै एकदम राम्रो पानी पर्दैछ है। राम्रो एकदम बाक्लो पानी पर्यो हैन। बाक्लो पानी परेकोले गर्दाखेरि यो बोट बिरुवाहरूलाई पनि एकदम राम्रो भएछ है। यसकारण यी चिचिला लागिरहेछ यहाँ एभोकाडो। र यो 3 साल हुन्छ यसले फलेको। अनि यसको पनि तपाईको भेराइटी हुँदो रहेछ के त, एभोकाडोको पनि। कस्तो भेराइटी हुँदो रहेछ भन्दाखेरि यो चाहिँ अहिले यत्रो छ हैन, यो चाहिँ यत्रो छ अहिले। तर यो चाहिँ कत्रो हुन्छ भन्दाखेरि यस्तो लामो क्या, लामो तपाईको यो चिन्डो हुन्छ नि है, चिन्डो टाइपको हुने, तर अलिक चिन्डो चाहिँ डल्लो हुन्छ। तर यो चाहिँ लामो हुन्छ, तर यो माथिको यो चाहिँ तपाईको पछि चिन्डो जस्तो उकालो सट्टै जान्छ क्या त, त्यो खालको हुँदो रहेछ। अनि अर्को चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा अन्डा टाइपको पनि हुन्छ हैन, ठुलो पनि हुँदो रहेछ, एउटा मिडियम हुँदो रहेछ। अनि यो चाहिँ यति लामो खालको छ क्या, यो अर्कै भेराइटीको रहेछ। अनि एकदमै यो कस्तो छ भन्दाखेरि गुलियो छ, टेस्टी छ यो चाहिँ। यो क्रिम जुन यो भित्र अब पछि छिपिसकेपछि यसको क्रिम जुन हुन्छ नि भित्र हैन, त्यो एकदमै गुलियो हुन्छ क्या, टेस्टी हुन्छ यो चाहिँ। र यो मजाले फलेको थियो हैन। यो बोट यसरी ढल्केको थियो नि त, बोट एकदमै कच्चा, यसको जुन यो स्टिम छ, यो काण्ड छ, यो चाहिँ एकदमै कच्चा हुँदो रहेछ के त। अनि यो पनि मेरो कस्तो भयो भन्दाखेरि माथि अब मेरो मल छ त्यहाँनिर, बाख्राको मल छ। बाख्राको मलले गर्दाखेरि चाहिँ यसको त्यो जुन चाहिँ फेद छ त्यो कुहिएर यसरी ढल्केको थियो। तर पनि त्यो ढल्केकोले गर्दाखेरि पनि त्यसले चाहिँ मल चाहिँ अब भेटिरहेको हैन, मल भेटिरहेकोले गर्दाखेरि यसपालि एकदमै राम्रो फलेको रहेछ है। यी चिचिला म देखाउँदैछु। खुसी लाग्यो साथीहरु है, एभोकाडो फलेको छ यसरी। एभोकाडोको मैले खेती गरेको छु हैन। यो एउटा सबैभन्दा ठुलो झ्याङ चाहिँ यो हो हैन। अनि यहाँ म तपाईलाई देखाउँदैछु, म तपाईलाई यहाँ चाहिँ यो चाहिँ लौका छ साथीहरु, यो चाहिँ लौका हो, लौकी है। यो अर्ग्यानिकै हो, मैले रोपेको छु। अब यो सट्टै यो माथि जान्छ है, मैले मचान लगाएको छु यसरी बाँसको, त्यहाँ फल्छ है। अन्त यो अर्कै भेराइटी हो फेरि। यो मैले एभोकाडोको कुरा गर्दै थिएँ हैन, यो अर्कै भेराइटी हो। यो चाहिँ तपाईको 3 इयर्स भयो यो फलेको छैन अहिले, फलेको छैन हो। यो तपाईको यसको हाइट यत्रो छ, यसको हाइट यत्रो छ। यसले तपाईको अबको 2 वर्षमा यसले फल्छ होला। अहिले यसलाई मैले मल्चिङ गरेको छु, किनभने मल लाउनु पर्यो नि त हैन। यसलाई मैले मल्चिङ गरेको छु। मलिसकेपछि अब रोपेपछि हैन, राम्रोसँगले मलजल गर्नु पर्यो। तब यिनीहरूले पनि खाद्य पदार्थ भेट्छ र यिनीहरूले पनि पोषण पाउँछ र यिनीहरूले पनि फल्छ हैन। र यसको स्टिम चाहिँ यत्रो छ है, अब यो यत्रो भयो। यो अबको 2 सालमा यसले फल्नुपर्ने। अनि एउटा बोट छ तपाईको यहाँ छ, यहाँ चाहिँ एउटा बोट, यहाँ चाहिँ एउटा बोट, यहाँ छ है, एउटा बोट यहाँ छ। यसलाई मैले मल गरेको छु, यसलाई मैले मल गरेको छु। यो छ एउटा। अनि एउटा पर छ, त्यो पर कम्प्लिटको हो। यो चाहिँ भर्खर यत्रो छ, सानो बच्चाहरू हो है। अनि 3-4वटा चाहिँ मैले तलतिर रोपेको छु, 5-6वटा छ है। यो लाइनमा 3-4टा छ, तर 2टा छ, पर 2टा छ, 8वटा रहेछ जम्मा, 8वटा चाहिँ रहेछ मेरोमा हो। अनि यो चाहिँ तपाईको यसरी ढल्केको छ नि त बोटले,
यसरी ढल्केको छ होइन। यो ठुलो बोट अघि जुन मैले देखाएँ तपाईँहरूलाई चिचिला लाग्दै गरेको यसरी फलेको छ साथीहरू एभोकाडो है। अब यो तपाईँको लगभग अक्टोबरतिर तपाईँको तयारी हुँदो रहेछ। यसको चाहिँ पाक्ने सिजन चाहिँ तपाईँको यसलाई नभनेको पनि तपाईँको 5 देखि 6 महिना चाहिँ लाग्दो रहेछ एभोकाडोको। यहाँ चाहिँ चिचिला यस्तो छ है, यसो लामो खालको हो। लास्ट इयर पनि पुरा फलेको थियो, मैले बाँडिदिएँ कति है। योपालि अझै बेसी चिचिला लागेको छ किनभने मैले यसलाई नसोचेको क्या त। यो अब ढल्किसकेको थियो होइन, बोट ढल्किसकेको थियो, यसले फल्दैन होला जस्तो लागेको थियो। तर फलेको चाहिँ एकदम राम्रो फलेको चाहिँ यहाँ कसै ठुलो कसै सानो चाहिँ एउटा यहाँ चाहिँ चिचिला हो, यहाँ पनि छ चिचिला, यहाँ पनि छ, यहाँ लटरम्मै छ एकदमै बाक्लो। तपाईँको यो सबै छिप्यो भने चाहिँ आउने रहेछ, 4-5 डोको चाहिँ आउने रहेछ योपालि है। अब एभोकाडो सबैले खाएको छ होइन, एभोकाडोको एडभान्टेज सबैलाई थाहा छ, एभोकाडोको टेस्ट एकदमै थाहा छ है। अरू तपाईँहरू पनि खेती गर्नुहोस् है, मैले पनि गरेको छु है। मेरोमा 8वटा छ लगभग ज्याङ चाहिँ, तर फल्दै गरेको ज्याङ चाहिँ यो मात्रै हो है। किनभने सबैभन्दा बुढो बोट हो, बुढो भन्नाले पनि यो 3 साल चाहिँ भयो फलेको। अरू चाहिँ सबै सानो सानो छ, जस्तै मैले तपाईँलाई अघि यो यहाँनिर देखाएँ होइन, यो पनि एभोकाडो हो। अघि मैले तपाईँलाई देखाएँ, यसले तपाईँको अब 2 सालमा फल्छ होला है। र यसरी रोपेको छु साथीहरू। यसको भेराइटी मैले अघि बताइहालेँ, यो अर्कै भेराइटी छ, लाम्चो खालको छ यो है। यसको पनि 4-5वटा प्रजाति हुँदो रहेछ, त्यस्तो लामो खालको छ। अब त्यो अघि मैले देखाएँ जुन त्यो मल्चिङ गरेको बोटले, त्यो अर्कै भेराइटी हो, त्यसले अर्कै प्रकारले फल्छ। अनि एउटा चाहिँ ठुलो ठुलो पनि हुँदो रहेछ, ठुल्ठुलो आँप जस्तो क्या, डल्लो डल्लो पनि हुँदो रहेछ। त्यो साइजको पनि मैले रोपेको छु, तर त्यो चाहिँ सानै छ बोट। त्यो तपाईँको लास्ट इयर उम्रेको, दाना रोपेको भर्खर उम्रिँदैछ है। त्यहाँ यसरी रोपेको छु साथीहरू एभोकाडो। तपाईँहरूकोतिर के कस्तो छ एभोकाडो होइन, खेती कसरी गर्नुहुँदैछ, के गर्नुहुँदैछ है, सेयर गर्नुहोला है, लाइक कमेन्ट्सहरू गर्नुहोला। र हाम्रो दार्जिलिङ पहाडमा पनि एभोकाडो, हाम्रो हिल्ली रिजनमा पनि एभोकाडोको खेती चाहिँ सम्भव हुँदो रहेछ भन्ने कुरो ज्ञान हासिल गरिँदैछ है, बुझिँदैछ। र यसलाई पनि एउटा व्यावसायिक रूपमा खेती गर्न सकिन्छ। हामीले व्यावसायिक रूपमा खेती गरिहालेका त छैनौँ होइन, जो कसैले पनि एउटा फसल होइन खानुको लागि मात्रै खेती गर्छौँ। तर अहिले एभोकाडोको खेती पनि एउटा व्यावसायिक रूपमा गरिँदै आएको छ, गरियो भने हुँदो रहेछ भन्ने उदाहरण होइन यहाँबाट लिन सकिन्छ। किनभने राम्रैसँगले उत्पादन हुँदो रहेछ भन्ने कुरा बुझियो यसरी फलेको देख्दा। र एभोकाडोको व्यावसायिक खेती गर्न सकिने रहेछ पहाडमा भन्ने कुरा बुझियो यसरी फल्दाखेरि चाहिँ है। र साथीहरूले व्यावसायिक रूपले एभोकाडो खेती गर्न सक्नुहुन्छ इच्छुक साथीहरूले है। र मैले पनि गरेको छु। मैले चाहिँ व्यावसायिक रूपमा होइन, मलाई चाहिँ खेतीपाती मनपर्छ नि त, एग्रिकल्चर मलाई मनपर्छ। यस कारण म चाहिँ यस्तै अब 8-9 चाहिँ यसो रोपेको छु। तर व्यावसायिक रूपमा खेती गर्ने चाहनुहुने साथीभाइहरूले चाहिँ गर्नु सकिने रहेछ। अब एभोकाडोको खेती सम्भव रहेछ पहाडमा भन्ने कुरा बुझिन्छ यसरी फलेको देख्दा चाहिँ है साथीहरू। र भिडियो लाइक कमेन्ट्स गर्नुहोला अनि सेयर पनि गर्नुहोला तपाईँहरूको है। खेती सम्बन्धी एभोकाडो खेती सम्बन्धी के कस्तो विचार छ तपाईँहरूको है, के कति नलेज छ, आइडियाहरू छ, यसको प्रजातिहरू अझै राम्रो प्रजातिहरू कहाँ पाइन्छ भन्ने विचारहरू लिएर सेयर गर्नुहोला है त साथीहरू है। र धन्यवाद छ साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला है।